नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई नयाँ भिडियोमा। म यो मकवानपुरको भैँसेबाट आज यात्रा सुरु गर्दैछु र नेपालका सुदूरपश्चिम प्रदेशसम्मका विभिन्न भागहरूलाई समेटेर एउटा भिडियो प्रस्तुत गरेको छु। अहिले म राप्ती नदीको पुलमा आइपुगेँ। यो भालुवाङ बजार हो। यहाँबाट पूर्वी पहाडी जिल्लाहरू, रोल्पा लगायतका जिल्लाहरू जाने बाटो पनि छुटिन्छ र यहाँबाट सिधै पश्चिमतिर लाग्दा भने हामी कञ्चनपुरसम्म पुग्नेछौँ। पूर्व पश्चिम महेन्द्र राजमार्गको यात्रामा निरन्तर अगाडि बढेर अहिले म कर्णाली चिसापानी आइपुगेको छु। यो कर्णाली नदी हो र यसमाथि बनेको यो अनुपम पुल यहाँको उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ। बर्दिया र कैलाली जिल्लालाई जोड्ने यो पुलको निर्माण पश्चात सुदूरपश्चिम क्षेत्रको यात्रा बहुत सहज बनेको छ। कैलालीको अत्तरियाबाट उत्तर लागेर म अहिले कैलाली जिल्लाकै यो भासुभिर भन्ने ठाउँमा आइपुगेको छु। विशाल पहाडी र ढुङ्गिन चट्टानहरू काटेर निर्माण गरिएको यो बाटो सुरुमा यात्रा गर्न निकै कठिनाइ थियो, तर हाल भने बाटोको गुणस्तर सुधार गरेर र चौडा बनाएर यहाँ यात्रा गर्न सहज रहेछ। हेरौँ एकैछिन यो भासुभिरको दृश्यहरू। उकालो, केही ओह्राला र विभिन्न घुम्ती तथा मोडहरू काटेर म यो बुडर बजार भन्ने ठाउँमा आइपुगेको छु। यहाँबाट अब दुईवटा बाटोहरू छुट्टिन्छन्। यो बाटोबाट सिधै अगाडि बढ्दा डडेलधुरा जिल्ला पुगिन्छ भने यहाँबाट पश्चिमतर्फ लाग्दा नेपालको पवित्र परशुराम धामसम्म पुगिन्छ। अब म यहाँहरूलाई परशुराम धामका दृश्यहरू प्रस्तुत गर्नेछु। परशुराम धाम सुदूरपश्चिम नेपालको डडेलधुरा जिल्लामा अवस्थित एक अत्यन्तै पवित्र धार्मिक तथा ऐतिहासिक तीर्थस्थल हो। स्कन्द पुराणको मानस खण्डमा समेत वर्णन गरिएको यो धाम हिन्दू धर्मावलम्बीहरूका लागि 4 धाम मध्येको एक मानिन्छ। पौराणिक मान्यता अनुसार भगवान विष्णुका 6औं अवतार भगवान परशुरामले 21 पटक क्षेत्रीहरूको संहार गरेपछि आफ्नो क्रोध शान्त पार्न र पाप पखाल्नका लागि महाकाली नदीको किनारमा तपस्या गर्नुभएको थियो र त्यहाँ आफ्ना अस्त्र पखालेको भन्ने धार्मिक विश्वास रहेको छ। यो पवित्र धार्मिक स्थलमा माघे सङ्क्रान्तिमा हरेक वर्ष ठुलो धार्मिक मेला लाग्ने गर्दछ। डडेलधुरा, डोटी र आसपासका धेरै जिल्लाहरूबाट विभिन्न देवी देवताका धामी झाँक्रीहरू समेत पवित्र स्नानका लागि यहाँ आउने गर्छन्। सुदूरपश्चिमको मौलिक छलिया नृत्य, देउडा र परम्परागत भजन कीर्तनले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई अझ महत्त्वपूर्ण बनाएको छ। दुई देशीय सांस्कृतिक सम्बन्धको रूपमा सीमावर्ती भारतीय भूभाग र नेपालका श्रद्धालुहरू बीच
धार्मिक र सांस्कृतिक सद्भाव अभिवृद्धि गर्न पनि यो धामले महत्त्वपूर्ण पुलको काम गरेको छ। भारतको उत्तराखण्ड र नेपालभरिका हजारौँ श्रद्धालुहरू वर्षैभरि दर्शन तथा पूजाआजाका लागि आउने हुनाले यो धार्मिक पर्यटनको मुख्य केन्द्र बनेको छ। महाकाली नदीको किनार, हरियाली पहाड र शान्त वातावरणले गर्दा यो क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै आकर्षक छ। हेरौँ महाकाली नदी र यस आसपासका क्षेत्रहरू तथा यस पवित्र धार्मिक स्थल परशुराम धामका दृश्यहरू। अब भने हामी खोटपे बजारबाट बैतडी जिल्लाको पाटन हुँदै बैतडीको सदरमुकाम र झुलाघाटसम्मको यात्रामा अगाडि बढेका छौँ। हेर्दै जाउँ बाटाका दृश्यहरू र यात्राका स्मरणहरू। बैतडी जिल्ला दशरथचन्द नगरपालिका 2 को देहीमाण्डुमा अवस्थित एक प्रसिद्ध र ऐतिहासिक शक्तिपीठ हो निङ्गला सैनी। सुदूरपश्चिमका प्रख्यात 9 भगवती बडीमालिका, उग्रतारा, त्रिपुरा सुन्दरी, निङ्गला सैनी आदि मध्ये निङ्गला सैनीलाई जेठी भगवतीको रूपमा यहाँ पूजा अर्चना गर्ने चलन छ। पौराणिक जनश्रुति अनुसार परापूर्व कालमा बैतडीको नौगेडी वन क्षेत्रमा गाई चराउन जाँदा एउटा गाईले आफै निङ्गलाको झ्याङमा दुध दिने गर्दथ्यो। स्थानीयले चासो राखेर उक्त झ्याङमा हँसिया प्रहार गर्दा त्यहाँबाट रगत बगेको र शिला प्रकट भएको मानिन्छ र सोही शिलालाई भगवतीको रूपमा स्थापना गरी स्थानीयहरूले पूजा अर्चना गर्न सुरु गरेको किम्वदन्ती भेटिन्छ। निङ्गलाको झ्याङबाट प्रकट भएकी हुनाले नै देवीको नाम निङ्गला सैनी रहन गएको हो भन्ने त्यहाँका स्थानीयहरूको मत छ। अहिले म बैतडी जिल्लाकै अर्को पवित्र धार्मिक स्थल त्रिपुरा सुन्दरी मन्दिर आइपुगेको छु। धार्मिक मान्यता अनुसार रणसैनी, निङ्गला सैनी र त्रिपुरा सुन्दरी 3 दिदीबहिनीहरू हुन् र यीमध्ये त्रिपुरा सुन्दरीलाई कान्छी बहिनीका रूपमा पुज्ने चलन छ। परापूर्व कालमा देवीले आफ्ना भक्तहरूलाई दैवी विपत्तिबाट रक्षा गर्न र धर्मको रक्षाका लागि यस स्थानमा निवास गर्नुभएको भन्ने जनविश्वास रहिआएको छ। मन्दिर परिसरमा रहेका प्राचीन शिला र पिण्डहरूलाई देवीको साक्षात रूपमा मानेर पूजा गरिन्छ। बैतडी क्षेत्रमा शासन गर्ने कत्युरी राजवंश तथा पछि चन्द राजाहरूले यस मन्दिरलाई आफ्नो कुलदेवी र इष्टदेवीका रूपमा पुज्ने गर्दथे।
बैतडी जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर 8 छाँचौडामा महाकाली नदी र सुन्दर डाँडाकाँडाहरूको मनोरम वातावरणमा यो मन्दिर अवस्थित छ। यहाँबाट महाकाली पारीका भारतका भूमिहरू र त्यहाँका सुन्दर बस्तीहरू समेत दृश्यावलोकन गर्न सकिन्छ। त्रिपुरा सुन्दरी मन्दिरको दर्शन पश्चात अहिले हामी झुलाघाट बजार आइपुगेका छौँ। यो भारत र नेपाललाई जोड्ने महाकाली नदीमाथि अवस्थित पुल हो। यसबाट वारिपट्टि नेपाल र पारिपट्टि भारतका भूभागहरू भेटिन्छन्। पूर्वको चियो भन्ज्याङबाट सुरु भएको मध्य पहाडी राजमार्ग नेपालको यही झुलाघाटमा आएर अन्त्य हुन्छ। दुई देशका दुई विशाल चट्टानहरूको साँघुरो गल्छेडोबाट छिरेको यस महाकाली नदी तराईमा पुगेर भने ठुलो नदीमा परिणत हुन्छ। यहाँनिर भने नदी बहुत साँघुरो भूभागबाट बगिरहेको देख्न सकिन्छ। यात्राका दौरानमा बाटोबाट नै यहाँ परसम्मका सुन्दर दृश्यहरू देख्न सकिन्छ। मलिला उर्वर फाँटहरू, बस्ती, वनजङ्गल र डाँडाकाँडा साथै खोजबाट बगेका नदीहरूले यहाँको वातावरण सुन्दर बनाएको छ। लामो यात्रा पश्चात अहिले म दार्चुला जिल्लाको सदरमुकाम खलङ्गा आइपुगेको छु र अब आज अबेर आइपुगेकाले यहीँ नै हाम्रो बास हुनेछ। भोलिपल्ट बिहान सबेरै उठेर यहाँका दृश्यहरू निहाल्दै हामी अब बझाङ जिल्लातर्फ लाग्दैछौँ। अहिले म दार्चुला जिल्लाकै अर्को पवित्र धार्मिक स्थल मालिकार्जुन धाम आइपुगेको छु। दार्चुला जिल्लामा अवस्थित एक अति नै पवित्र प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल हो मालिकार्जुन। यसलाई नेपाल सरकारले देशका 100वटा प्रमुख पर्यटकीय गन्तव्यहरूमा समेत समावेश गरेको छ। हिन्दू धर्मावलम्बीहरूले यस धामलाई भगवान शिवको प्रसिद्ध 12 ज्योतिर्लिङ्गमध्ये भारतको आन्ध्र प्रदेशमा रहेको श्री मल्लिकार्जुन ज्योतिर्लिङ्गकै एक अंश वा शाखाका रूपमा मानेर श्रद्धापूर्वक पूजा अर्चना गर्ने गर्दछन्। पौराणिक मान्यता अनुसार शिव पार्वतीले कैलाश मानसरोवर जाने क्रममा यस शिखरमा केही समय विश्राम र तपस्या गर्नुभएको थियो। यसैले शिखर धुरालाई शिवजीको मूल स्थान र तल मन्दिर रहेको स्थानलाई पूजाआजा गर्ने प्रमुख धामको रूपमा मान्न थालियो। अहिले म छेडेदह आइपुगेको छु। सुदूरपश्चिम नेपालको बाजुरा जिल्ला
खप्तड छेडेदह गाउँपालिकामा अवस्थित एक प्रसिद्ध प्राकृतिक तथा धार्मिक ऐतिहासिक ताल हो छेडेदह। यसै तालको नामबाट बाजुराको खप्तड छेडेदह गाउँपालिकाको नामाकरण गरिएको हो। स्थानीय भाषामा छेडा भनेको बाटो वा पुवाल र दह भनेको ठुलो ताल हो। यो तालको पानी कतैबाट पनि प्रष्ट गएको नदेखिए पनि जमिन मुनिबाट छेडिएर निकास हुने भएकाले यसलाई छेडेदह भनिएको जनविश्वास छ। महाभारत कालमा पाण्डवहरू अज्ञातवासका क्रममा यस क्षेत्रमा आएको र द्रौपदी तथा पाण्डवहरूले जलपान एवं स्नानका लागि यो दह प्रयोग गरेको किम्वदन्ती पनि पाइन्छ। खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएको यो क्षेत्र भएकाले खप्तड बाबाले आफ्नो साधनाका क्रममा यस आसपासका प्राकृतिक तथा धार्मिक स्थलहरूको भ्रमण गर्नुभएको मानिन्छ। मनोरम डाँडाकाँडा र हरियाली जङ्गलको बिचमा अवस्थित यो ताल अत्यन्तै शान्त र आकर्षक छ। खप्तड भ्रमणमा जाने पर्यटकहरूका लागि यो एउटा प्रमुख पर्यटकीय गन्तव्य पनि हो। आसपासको वन क्षेत्र विभिन्न चराचुरुङ्गी, दुर्लभ जडीबुटी र वन्यजन्तुको वासस्थान हो। नेपालको नयाँ संरचना अनुसार साबिकका काँडा, जयबागेश्वरी, गुदुखाती, आँटीचौर र जोगडी गाविसहरू मिलेर बनेको गाउँपालिकाको नाम नै यसै तालको नामबाट खप्तड छेडेदह गाउँपालिका रहन गएको छ। बजाङबाट बाजुरा छेडेदह हुँदै अहिले म अछामको साँफे बगर आइपुगेँ। यहाँबाट भने हामीले मध्य पहाडी राजमार्गलाई फेरि भेटायौँ। यो मध्य पहाडी राजमार्ग यहाँबाट पश्चिमतर्फ डोटी हुँदै डडेलधुरा बैतडी झुलाघाटसम्म पुग्छ। यात्राकै क्रममा अहिले म राकम कर्णाली आइपुगेँ। यो कर्णाली नदी हो र यसले दुईवटा जिल्लाको सिमाना छुट्याउँछ। एकातर्फ अछाम भने अर्कोतर्फ दैलेख। राकम कर्णालीबाट पनि मध्य पहाडी राजमार्गकै यात्रा गर्दै दैलेखको दुल्लु हुँदै अहिले म पादुका खोला आइपुगेको छु। हेरौँ एकछिन यस ठाउँका दृश्यहरू।
विभिन्न जिल्लाहरू पार गरी लामो यात्रा तय गरेर अहिले म पाल्पाको भैरवी मन्दिर आइपुगेको छु। पाल्पाको तानसेन नजिकै रिब्दीकोटमा यो प्रसिद्ध मन्दिर स्थापित रहेको छ। इतिहास अनुसार पाल्पाका सेनवंशी राजा मणिमुकुन्द सेनले काठमाडौँ उपत्यका विजयका क्रममा त्यहाँका शक्तिपीठहरूबाट भैरव र भैरवीको काली शिला ल्याएर पाल्पामा स्थापना गराएका थिए भन्ने धार्मिक मान्यता रहेको छ। यस मन्दिर परिसरमा रहेको धातुको ठुलो त्रिशूललाई एसियाकै सबैभन्दा ठुलो त्रिशूल मानिन्छ। भैरव स्थान मन्दिरमा गरी रुपैयाँ आकारको ठुलो रोटी र पशु बलि चढाउने विशेष परम्परा रहेको छ। उच्च डाँडामा अवस्थित भएकाले मन्दिर परिसरबाट अन्नपूर्ण, धौलागिरी लगायतका हिमशृङ्खलाहरू र तानसेन तथा माणी उपत्यकाका मनोरम दृश्यहरू समेत देख्न सकिन्छ। साथीहरू, देशका विभिन्न भागको भ्रमण गरी कालीगण्डकी नदीको किनारमा आएर म आजको यो यात्रा अन्त्य गर्दैछु। यहाँसम्म भिडियो हेरी सहयोग गरिदिनु भएकोमा यहाँहरू सबैलाई धन्यवाद। आगामी भिडियोमा फेरि नयाँ ठाउँ, विषयवस्तु र त्यहाँका प्रमुख विशेषताहरू समेटिएर भिडियो तयार गरी यहाँहरू समक्ष प्रस्तुत गर्ने नै छु। आजका लागि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।